बाटोको अवस्था चाहिँ यस्तो छ। बाटो केउसम्म बन्ने होला त्यो युनिभर्सिटीसम्म बन्ने होला यो बाटो। गुरुजीले पुरै ओभरटेक हानिरहेको छ। डम्पिङ साइड हो। अरे जङ्गल टक खराब वातावरणमा हामी त लाग्दैछ। यहाँबाट चाहिँ हामी पनौती जान पनि सक्छौँ। यो चाहिँ काठमाडौँ युनिभर्सिटीको एउटा कटेज चाहिँ भकुन्डाबाट 18 किलोमिटर छ गाइस। अहिले बिपी राजमार्गको अवस्था यस्तो छ, क्लियर छ, क्लियर तपाईँलाई म देखाउँदैछु। यस्तो गाइरहेको दृश्य छ तपाईँको हेर्नुहुन्छ। लगभग 2 घन्टाको यात्रा छ हाम्रो। कम्ती राम्रो बाटो छ त्यो। आमामामालाई धुलीखेलको नगरपालिकाबाट वडा नम्बर 10 को सारदा बतासे जाने बाटो हो, हेर्न सक्नुहुन्छ। अहिले हामी चाहिँ धुलीखेल जङ्गलमा छौँ, सबैले हेर्न सक्नुहुन्छ। यो रमाइलो छ नि त बाटो त। बाटो गाडीहरू लगाएर हामी सर प्लास्टिकमा आउने थाइ गुरुजीले हाम्रो गुरुजीले चाहिँ टक्क गाडी चाहिँ टक्कसँगले आफ्नै वेमा घट्टङ टक कति 2.5 घन्टामा मुइन्छ रे गुरुजी होइन? 2.5 घन्टामा उहाँले खुर्कुट पुऱ्याइदिनुहुन्छ। बाटोको अवस्था क्लियर छ है। बिपी हाइवे पूर्व पश्चिमको हिँड्नुहुन्छ भने काठमाडौँ जोडिने राजमार्ग हो यो, एकदम अहिलेसम्म क्लियर छ। तपाईँहरू नआतिता हुन्छ पारि। हजुर हेर्नुहोस्, हेर्न गेस गर्नु है कुन ठाउँ आइपुग्यो भनेर तपाईँहरूले। मैले तपाईँहरूलाई फुल इन्टरटेनमेन्ट दिन सक्छु। माइ गॉड
बाटो पार चाहिँ हाम्रो गुरुजीले गर्नुहुन्छ। मलाई हेर्नुहोस् गाइस, तपाईँ धुलीखेल फार्मेसी स्टेडियम यहीँ छ नजिकै होइन। हाम्रो गुरुजी हाम्रो हाम्रो यात्रा चाहिँ अब तपाईँको काभ्रे भन्ज्याङको छेउछाउ आइपुग्यौँ हामी। काभ्रे भन्ज्याङबाट चाहिँ तपाईँहरू दुईतिर जान सक्नुहुन्छ। हाम्रो यात्रा गएर हामी काभ्रे भन्ज्याङ आइपुग्न लाग्यौँ। काभ्रे भन्ज्याङ मामाहरूको चेकिङ चल्छ बेला बेलामा। मामाहरू यहाँ बसिरहनु भएको छ। यो चाहिँ नवबुद्ध जाने बाटो हो गाइज। यो चाहिँ हाम्रो सिन्धुलीतर्फ लाग्यौँ हामी यहाँबाट। अब तपाईँहरूलाई म देखाउँछु यो असोजको 12 गतिको आगो बाढीले पारेको असर होइन गाइज। हेरेर जानुहोस् है, तपाईँहरूलाई म देखाउँछु कति के असर गरेछ भनेर बिपी राजमार्गमा भएका असरहरू र अहिले बाटोको अवस्था के छ, सहजीकरण कतिको छ आवत जातमा भन्ने कुरा हुन्छ। यो चाहिँ अब काठमाडौँबाट सुरु हुँदाखेरि काभ्रे भन्ज्याङबाट फर्स्ट देखाउँछु तपाईँहरूलाई। पहिलो भिर हो हाम्रो। अब यहाँबाट तपाईँको सुरु हुन्छ, बाटोहरू बिग्रिन्न, तर पनि बाटो अहिले चाहिँ फिजै छ, राम्रै छ। बाटो अलिकति सानो भएको कारणले कष्ट गरे जस्तो देखिन्छ। यो तपाईँको पुरानो पानी आउने धारा, ढुङ्गे धारा छ हेर्नुहोस् तपाईँलाई। एउटा गाजर यहाँ खाना खाइ नआउँछ है, हेर्नुहोस् सानो एउटा माछको बजार तलपट्टि चार्जिङ स्टेसन छ है, हेरौँ। खतरा खतरा गुरुजीको राइड राम्रो छ हाम्रो, हेर्न सक्नुहुन्छ तपाईँहरूले। गाडीहरू प्रशस्त मात्रामा घुमेको देख्न सकिन्छ भने अहिले बाटोको अवस्था चाहिँ एकदमै क्लियर छ। यहाँसम्म मैले तपाईँहरूलाई देखाउन लागेको चाहिँ के भने नि, यो बर्खाको समय छ, तपाईँहरू आँतिनला बाटोको छ छैन भनेर जानकारी नहुन सक्छ धेरै मान्छेलाई। त्यही भएर तपाईँहरूलाई चाहिँ यो मैले जानकारीको लागि देखाइदिएको छु। बाटो अहिलेसम्म क्लियर छ। यात्रुहरू चाहिँ बाटोको छेउछेउ बसेर चाहिँ गाडी चलाउँछ। यसलाई चाहिँ पूर्व इलामदेखिको पूर्वी क्षेत्रलाई चाहिँ काठमाडौँसँग जोड्नमा ठुलो सहयोग गरेको छ यसले। बाबाजी हुनुहुँदो रहेछ यहाँ गाइज। अहिले ठ्याक्कै काभ्रेको सुकुटे डाँडामा छ है, हेर्नुहोस् है। 5 खाल बजार हो।